परिचय दिनुहोस् न। मेरो नाम लोकबहादुर साई, यो खनाया गाउँ, यो चाहिँ तन्दबाडा सिँचाइ परियोजनाको म अध्यक्ष। सामुदायिक सिँचाइ आयोजना सुरु भइसकेपछि तपाईँले के परिवर्तन देख्नु भएको छ? अरू धेरै परिवर्तन भएको लागेको छ, किनभने यस्ता नहरहरू हामीले इन्डियातिर गएर देखाएको थियौँ। अनि यो अहिले चाहिँ यो नहर देख्दा हामी खुसी भइरहेछौँ। र अब यो नहरले गर्दा अब एउटा रोजगार पनि भइरहेछ। र अर्कोतिर अहिलेको खडेरीमा चाहिँ हामीलाई चाहिँ अलिकति अब जनताले चामल खान पाएको चाहिँ अनुभूति भएको छ। र यो सिआइपीको यो कुलाले गर्दा केही न केही हाम्रो चाहिँ अब खेती चाहिँ अलिकति चाहिँ अब यो केही हुन्छ कि भन्ने आशा पलाइरहेको छ। पहिलाभन्दा केही परिवर्तन हुन्छ कि भन्ने आशा पलाइरहेको छ। अब हेरौँ कस्तो हुन्छ। अहिलेसम्म जे होस् ठिक लागिरहेको छ। अहिलेको संरचना नै पर्याप्त छ तपाईँको लागि? यो चाहिँ ठिकै छ। यसलाई चाहिँ अलिअलि त बनाउनै पर्ने छ सर। अब यो चाहिँ त्यति बनेको छैन जस्तो लागिरहेको छ। यसलाई चाहिँ अलिक निरता दिएर केही अलि अझै चुइने अब चाहिँ यो छ चुइने ठाउँमा चाहिँ अझै लिकेज भइरहेछ। र यसलाई चाहिँ अझै केही राम्रो गर्न पाए भन्ने मलाई चाहिँ लागिरहेछ सर। र हाम्रो चाहिँ सम्झित ठाउँमा चाहिँ अब पुगाउन सकेको छैन। र यसलाई चाहिँ निरन्तर दिन पाए भन्ने हामीले आशा छ सर। अब त्यसमा केही हुन्छ भने तपाईँहरूले पहल गर्नुहोस्। हाम्रोबाट गर्नुपर्ने समुदायबाट केही हामी पहल गर्न तयार छौँ। अब हाम्रो जो चाहिँ जहाँसम्म छ त्यो चाहिँ इस्टिमेट अनुसार लिनुपर्छ, त्यही हामीले गरिरहेछौँ सर। चाहिँ यति छ सर।